जिन्दगी पनि यही भाडाकुटी न हो। ये तेरो स्वास्नी, ये तेरो लोग्ने, यी तेरा सन्तानहरू, यी तेरा बाबा आमा। याद राख्नुहोस्, यो पनि खेल हो। तपाईँ हामी त बहुत सिरियस भयो, बहुत सिरियस भयो। यो लोग्ने छ नि, यो स्वास्नी छ नि, बिहे गर्नु अगाडि कहाँ थिएन? जन्मनु अगाडि कहाँ थिए यिनीहरू? मेरो लागि त थिएन। मरिसकेपछि कहाँ हुन्छन् यिनीहरू? कहीँ पनि हुँदैन। हिजो थिएन, भोलि रहँदैन। एकछिनको लागि छिल्याक्क आएको होइन यो छोरा, एकछिनको लागि यो लोग्ने छिलिक्क आएको होइन, यो स्वास्नी छिलिक्क आएको होइन एकछिनको लागि। एकछिन अगाडि थिएन, जन्मन अगाडि थिएन, मरेपछि हुँदैन। अनि यो खेल नभए के हो? के हो? एकछिन अगाडि थिएन, एकछिन पछाडि नहुने त खेल, गेम। यही जिन्दगीभर बुझ्दैन। बहुत सिरियस हुन्छौँ। छोराले दुःख दियो रे, छोरीले दुःख दियो रे, बाउले दुःख दियो, आमाले। यिनीहरू हिजो थिएनन्, भोलि पनि हुँदैनन्। त्यसकारण उनीहरूले दुःख दिए कि सुख दिए। हिजो थिएन, भोलि हुँदैनन्। यसरी बुझेको भए जिन्दगी आजाद।